अल्छे ठक हो तिमी नेपालमा गएर कृषि गर्ने तिमी यति बाँझो खुन्नु यति खुन्नु नसक्ने मान्छे कृषि गर्नु कसरी सक्छ तिमी यार सक्दैनौ यार भविष्यमा गर्नु सक्छौ केही के गर्नु सक्छ तिमीले ओइ फ्री देवा नहीं लगती फ्री वीसा में ओकरा हमी देवा नहीं लगती विदेश पठाइली बुझ गए नि देवा नहीं लगती देवा भाईजान देवा नहीं लगती हामीले पाइप खुनिरहेको काटेर वेल्डिङ गरेर पनि माटोले पुरिसकेको छौं प्लस यो देख्नु भएको छ यो पाइपलाई काटेर फेरि जोइन गर्नुपर्दछ यो अलि भित्तामा लगेर ट्याक्कै लेभलमा लिनुपर्दछ र यो चाहिँ वेल्डिङको पुरा वेल्डिङ गरिरहेको अवस्था यतिखेर चाहिँ हो स्वाट आउँछ मुट्टी बस्छ कता जान्छ स्वाटै आउँछ यहाँ आउँछ यहाँदेखि एल्बो स्वाटै जान्छ यहाँदेखि माथि टी हुन्छ स्वाट टी एल्बो स्वाट यहाँ आयो यहाँबाट स्वाट यहाँ गयो यहाँ टी हुन्छ टी यहाँ जोइन हुन्छ माथि टी भएर यहाँ आउँछ यहाँ आएपछि फेरि यहाँ जोइन भएर माथि हुन्छ यहाँसम्म आउँछ स्वाट के गरेर स्वाटै हुन्छ हामीले पाइपलाई नापेर वेल्डिङ गरेर पनि यहाँसम्म जोडिसकेको छौं र यहाँ देख्दै हुनुहुन्छ हामीले यहाँसम्म काम गरिसकेको छौं र फेरि पनि हामीले यहाँबाट टक्क तरिकाले नापेर मजाले तरिकाले यहाँ जोइन गर्नुपर्दछ र हामी यहाँनिर देखिरहेका छौं एकदमै योलाई काटेर भित्ता साइडमा स्टेप गरिसकेको छौं र यो पर देख्नु भएको छ यसले चाहिँ काट्नु परेन छुनु परेन एकदमै त्यहीमा जोइन गर्यौं र यो फाइनली देखिरहेको छौं यो चाहिँ फाइनल हाम्रो काम सकिएर एकदमै सकिएर चाहिँ यो चाहिँ फाइनली हिसाबले यहाँनिर भिडियो अन्तिमको यो चाहिँ फाइनलको देखाइरहेको छु मैले यतिखेर एकदमै यो काम गर्नु पाउँदा एकदमै खुसी लागिरहेछ र यो काम गर्दा फेरि एकदम वेल्डिङको कम्प्लिट गरेको छौं र एकदमै म यो काममा चाहिँ फर्स्ट काम गरेको हो र यो काम चाहिँ एकदमै फाइनली भयो हैन र यहाँनिर चेकिङ अब यहाँनिर चेक गर्नको लागि चाहिँ यहाँ पाइपबाट पानी हामी सप्लाई दिइसकेको पनि छौं र त्यो पानीलाई पनि हामी ओपन गरेर तपाईहरु समक्ष म देखाउन गइरहेको छु र यो पाइपबाट चाहिँ हामीले यो पाइपमा जोइन गर्यौं र यो पाइपमा जोइन गरिसकेपछि हामीले यो ट्याङ्की यो देखिरहनु भएको छ यो ठुलो ट्याङ्की हो यो दुईटै ट्याङ्की हो पानीको ट्याङ्की हो यो पुरा र फाइनली पानी आइसकेको छ हजुर यो एक स्टेप र यो दुई स्टेप र यो लास्टको तीन स्टेपको पानी पनि देखिसक्नु भएको छ
र अब अन्तिम देखाउन गइरहेको छु। यो चाहिँ अन्तिम